व्यक्तिहरू मानवीय कार्य एवं विपदको उच्च जोखिम समेतलाई मध्यनजर गरी तपाईँको जीवज्यानको सुरक्षा गर्ने उद्देश्यका साथ खाली गर्ने र हटाउने कार्य काठमाडौँ जिल्लाभरि मिति 2083 साल वैशाख 18 गतेदेखि वैशाख 18 गते रे ल नगरपालिका प्रहरीको समेत मद्दत दिनुहोला। 2083 साल वैशाख 17 गते साँझसम्म पूर्ण रूपमा घर सहरा खाली गर्ने होला। 2083 साल भोलिसम्म के 18 गते लगत्तै बिहान 7 बजे Good morning and bad news. अब आज चाहिँ सबै यहाँ खाली गर्ने हुन्छ। हिजो मार्किङ गरिसक्यो, आज खाली गर्नुपर्छ। अब सबै किन्थे सुकुम्बसी यहाँको जति छ भने सबै खाली गर्नुपर्छ। सबै सामान लिएर जानेको टाइम आइसक्यो। त्यो लाइनमा हिजो मार्किङ गरिसक्यो, त्यो भने त आज अब लास्ट दिन हो। भोलिदेखि उडानै बनेर के हुन्छ कहाँदेखि के हुन्छ सोच्नु पऱ्यो। यहाँदेखि सबै अब कहाँदेखि कहाँसम्म उडाउँछ थाहा छैन। दाइ गुड मर्निङ। अब यहाँदेखि सबै हिजो यहाँदेखि के गरेको थिएन, अनि बेलुकातिर सबै खोल्ने लाग्यो। अब सबै अलमोस्ट खोलिसक्यो होला यहाँदेखि। अनि यहाँनिर अब आज लास्ट हो ध्वजा चलाउने दिन। अब हेरौँ के पायो। ध्वजा चलाइसकेपछि थाहा हुन्छ कहाँ के पायो भनेर। भनेको त स्कुलको के हुन्छ हामीले थाहा छैन। स्कुलको के सायद फ्रन्ट साइड पुरा जान्छ होला, हामी थाहा छैन। हेर्दै गरौँ। आउनु सुरु भइसक्यो। अब पुरा वान लाइनमा जाँदैछ। अब के हुन्छ होला है। अब सबै त आफैले सब खोलिसक्यो के बाँकी यो फर मात्र देखाउने हो। आजको दिनमा चाहिँ यस्तो हो के गर्ने। अब सबै मन दुख्ने कुरा है। पुलिसहरू यता चेकिङ गर्दैछ। अब कहाँसम्म के हुन्छ ड्र चाहिँ कहिले आउँछ होला। सबै पुलिसले सबै गरेर यहाँ सामान उठाउँदैछ। सबैले सबै गरेर सामान निकाल्दैछ हो। त्यहाँ भनेको छ भेरी गुड। यहाँको अब सबै आउनु सुरु भइसक्यो। 2-3 गाडी आयो, 2 सानो गाडी आयो, अब ठुलो 2टा आयो। अनि यहाँ चाहिँ सानोबाट बमबाट पनि सबै उठाउँदैछ। अब हेरौँ के भयो त्यहीँ। कार्यालय काठमाडौँ हार्दिक अनुरोध गर्दछ। अनाधिकृत रूपमा भत्किएका र खुला गरिएका संरचनामा बस्नुहुने महानुभावहरूको कोही तपाईँको आफ्नो कोही पनि आफन्त हुनुहुन्न र तपाईँ एक्लोपन गरिराख्नु भएको छ भने कृपया नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले तपाईँको जिम्मेवारी लिएको छ। तपाईँ बिना आश्रित बिना बाँचिरहनु भएको छ भने कृपया दशरथ रङ्गशालामा कोही पनि नहुने महानुभावहरूलाई नाम समावेश गरिएको छ। तपाईँ रङ्गशालामा दशरथ रङ्गशालामा गएर आफ्नो नामहरू समावेश गर्न सक्नुहुनेछ।
दिन उहाँ एउटा आएछ यो कहाँबाट आउनु सबैलाई लाग्यो दाइ त्यहाँ बच्चाहरू छ हेर्नु त बच्चाहरू त के हुँदैन त्यहाँ बच्चाहरू छ के लाग्छ अहिले फेरि लाग्यो भने अनि अब आज वो दिन आयो के गर्नु है नजदिक नजानु फेरि यता आयो भने घर हुन्छ साँच्ची ढुङ्गाको पिस पिस कहाँ त्यो चिल्छ कोही ग्यारेन्टी छैन कस्तो बोली बनायो ल बुझ्यो बुझ्यो हो
야, 되게 일리다.
थाकियो सर Anche mo ci uccisa, le gimbi sai da ko. Dinse lo son do ko nya. हो Kunta nyam ngane de sara cover din do. Hachi urda femela. Tipsa ko ando ando tipo mindo anyo maro. मैले त छाउमा तर्छ यार त जे म्याउज बिबिदा आन्छ खानु का तोर सारो त के देखे थिए म त तारसम्म जइन्छ त तरको छिर्दा लो दिदी अन्त लो मिन्दा लो त खौरी त लो लेन दिस तरको छिर्दा त तार थुक्छ त Ini shoot tang lo takon yo. परीक्षाको घडी सुरु भयो हैन हजुरलाई कस्तो लाग्छ मलाई जित्यो ठीक हो धन्यवाद बसोबासलाई क्लियर गर्दैछु ए हेर्नुहोस् न यो वारबार तपाईँलाई थाहा होला के थियो पहिला यो बल्पुदेखि सुन्दरीजलसम्म अथवा विष्णुमतीका अनेक ठाउँहरू जहाँ जहाँ अतिक्रमण छ त्यहाँ सरकारले हटाउँदैछ त्यो ठिक हो बेठिक हो के भन्ने कुरा पनि $40,000 बाल दिने कुरा गलत मान्छेको सङ्गत परिणाम दियो भने अहिले त्यो जो उचाल छ त्यो मान्छेहरू अहिले आयो तर पनि भन्न आयो हिजोसम्म म छु तिमीहरूको लागि हामी छौँ भन्थे आन्दोलनमा लग्यो होला एउटा तर थपौँ भन्दा थप कसले उठाउँछ हामी हुन्जेल कसले उठाउँछ भने होइन अब अहिले जनतालाई दुःख भयो कोही आएको अब तपाईँको अहिलेको प्रश्न स्कुलमा चाहिँ बस्ती हो भन्ने भयो अर्को कुरा केको कुरा केकोमा जानुपर्छ अन्त शर्मा चाहिँ सक्ने नभए आइनी भयो पनि जानुपर्छ के भनेको थियो तपाईँ टेलिभिजन हेर्दाखेरिमा त के भनेको थियो यसको के ज्वरो कहाँ होला किनभने ज्वरो हजुरले के सुझाव दिनुहुन्छ यदि शक्तिशाली सरकार छ अब होइन कतिपय मकै पुस्ताको किसिम छ भने थियो नि वास्तविक गरिबहरूलाई चाहिँ भएन होइन त्यति धेरै मैलो हुँदाहरूले पावरवालाले खिचेको जग्गा उपत्यकाका धेरै ठाउँ चाहिँ अतिक्रमण भइसकेको अवस्था रहेछ अहिले बारेनले आएर आँखा खोले होइन यो खालको आँट लिएका छन् सुझाव के छ उनलाई मेरो सुझाव चाहिँ के छ मेरो सुझाव के
हजुर जान्ने ए जान्ने मान्छे बसेको छ हस् थ्याङ्क यू सो मच सर हस् हामी स्वयम्भूमा छौँ दर्शकहरू यो यति विश्व सम्पदा सूचीको यति पवित्र ठाउँमा छौँ हामी र यहाँको वारपार ठाउँमा पनि गुजर चल्दैछ नमस्ते अङ्कल हजुरको नाम चाहिँ ए हजुर कहाँ बस्ने ए अब यो आसपासहरूमा कति थाहा छ कहिले कस्तो पाटनका सम्पूर्ण ज्यापु दाजुभाइ दिदीबहिनीहरूले खेती गर्ने शङ्खपुल क्षेत्र रहेछ हिजो हामीले हेऱ्यौँ है त त्यहाँ पनि सुकुम्बासी बस्ती अथवा 3-4-5 तल्लीसम्म घर हिजो गुजर चल्यो त्यहाँ पनि होइन अब यहाँ पनि हेरौँ त्यति अब तर्छ ओहो
यति बेचेर भने कमसेकम एक आम्दानी भयो नि त हुन्छ नि कमसेकम सोधौँ न सुकुम्बासे कुराकै कुरा खत्तम भइसक्यो सबै भइसकेपछि ढोजा चलाएपछि यो यस्तो भइसक्यो सुकुम्बासीको एरिया पुरा के पुरा खले भइसक्यो आदि मान्छे थोड़ा यहाँ वहाँ सामानहरू के फलामाहरू ढुङ्गा इँटा त्यस्तो चाहिँ उठाउँदैछ त्यो मात्रै हो सबै खत्तम भइसक्यो पुरै के पुरा Dheeraj, what are you going to say about this? हामी यता हेर्नुहोस् हाम्रो बस्ती अहिले हाम्रो त होइन हाम्रो साथीहरू बस्ने यहाँ होइन भत्किसकेको छ तर केही छैन जे हुन्छ राम्रोको लागि हुन्छ मेरो साथीहरू गयो केही छैन तर म चाहिँ उतै पछाडि उतै सेतो घरमा बस्छु है त ए हो र ओके अनि भोलिपछि म आउँछु है घरमा अब यहाँ के बन्ने होला पछिको त्यसको लागि अपडेट दिँदै गर्नु होला है अब हुन्छ अब हामी यहीँ बस्यो भने त अपडेट दिँदै गर्नु पर्यो है नभए हजुरहरूको अपडेट म पठाउँछु अनि बाबु अपडेट दिनु त अपडेट के हुन्छ त अब आउनु वाला के अरे फ्युचर जेनेरेसन त यही हो नि अब गयो सबै तोरेर फोरेर सबै गइसक्यो अब युट्युब सर्टमा हो अहिले बेलुका